युट्युब फ्यामिली फेरि पनि भव्य स्वागत गर्न चाहन्छु तपाईहरु सम्पूर्ण एकमुष्ट रूपमा। आजको भिडियोमा त्यति खास चाहिँ केही हुनेवाला छैन, तर आज चाहिँ म यो भिडियो सुट गर्नकै निमित्त भनेर एउटा पार्क जस्तो छ के, अनि त्यहाँ आएर भिडियो सुट गरिरहेको छु। गाइज आज के कसो हुन्छ भ्लगलाई अन्त्यसम्म हेर्नु होला, एउटा मिठो कमेन्ट गर्न पनि नबिर्सनु होला। गाइज अहिले चाहिँ म माथि आएको छु हैन, टक्क खतरा भ्यू देखिन्छ के, 360 भ्यू देखिन्छ हैन। सानो बिल्डिङ छ यो, त्यही पनि तर 360 भ्यू देखिन्छ के। म चाहिँ अहिले सेकेन्ड माथिको बाट हैन, माथि भन्दा एक स्टेप तल छु के, त्यसलाई के भन्छ सेकेन्ड लास्ट भन्दा नि हुन्छ हैन। त्यहाँ छु हैन यो माथि, त्यहाँभन्दा माथि गएर पनि म हजुरलाई भ्यू देखाउँछु है मुम्बईको कस्तो देखिन्छ हेर्नु होला। म माथि जान्छु, माथि देखाउँछु गाइज है। हेर्नुहोस् यो सिडी चढ्दै माथि जान्छु। अब यो बिल्डिङ चाहिँ हामी बस्ने बिल्डिङ सानो छ कि, त्यही भएर यतातिर चाहिँ त्यति खास चाहिँ देखिन्न। त्यही पनि हेर्नुहोस् गाइज, सिनेमेटिक सर्ट गरौँ कि त्यत्तिकै एउटा त्यत्तिकै हेर्नुहोस् है, एउटा अनि सिनेमेटिक पनि गर्छु। यो हेर्न सक्नुहुन्छ टक्क लाएर मुम्बई आमा ड्रिम सिटी हो नि गाइज इन्डियनहरूको त हैन। हाम्रो काठमाडौँ जस्तो यहाँ मुम्बई चाहिँ ड्रिम सिटी हो नि त। हावा चाहिँ वाइल्ड आइरहेको यार माथितिर, हेर्न सक्नुहुन्छ आमा बिजी मान्छेहरू होइन, सरो गाई छ यार यो त। सब मान्छेहरू आफ्नो धुनमा होइन बिजी बस्छन् कि गाई, कोही पनि यहाँ यस्तो मान्छे छैन कि जुन बसेर खाने होइन फेरि। त्यही भएर चाहिँ गाई यत्रा यत्रा आम्बो यो बिल्डिङ हेर्नुहोस् त आम्मा, यत्रो माथि के हो यो, खतरा छ त। बिल्डिङहरू हेर्न सक्नुहुन्छ आम्मा गाई, म त साइको भइरहेको छ यार देखेर, यत्रो ठुलो ठुलो बिल्डिङ आएको। ओ माका खतरा बिल्डिङहरू लागिरहेको क्या, एकदम बबाल छ क्या गाई मुम्बई सिटी होइन। उत्तिकै मान्छेले यसलाई ड्रिम सिटी भने होइन कि, साँच्चीकै नै ड्रिम सिटी हो कि गाई। हरेक मान्छेहरू आफ्नो काममा बिजी छ होइन, सबले आफ्नो गर्नुपर्ने काम आफैले गरिरहेको छ कि। त्यही भएर त यति ठुलो विकास सम्भव होइन, यति ठुलो डेभलप सम्भव भएको होला नि त। उत्तिकै त डेभलप भएको होइन होला नि त होइन गाई। ल अब हेर्नुहोस् गाई सिनेमेटिक सर्ट हल्का फुल्का। सो गाइज अहिले चाहिँ म टक्क लाएर घुम्न आएको थिएँ गार्डनतिर। टक्क मान्छेहरू यसरी वाक, अब इभिनिङ वाकहरू आउने रहेछन् होइन। आमा के को रुख हो के, नारियल हो नि जम्मै अम्बाको अरे आए के भन्छ त यार। अनि यतातिर टक्क बच्चाहरूले खेल्ने पनि रहेछ त्यहाँ अगाडितिर। अनि यो गार्डनमा चाहिँ त्यति खास छैन कि, यो पानी परेर बस्न लायकको पनि भएन आज। जे होस् राम्रो चाहिँ छ। यो टक्क लाएर डेटिङ सेटिङ आउने रहेछन् गाइज मान्छेहरू होइन। अब के देखाउनु र यार डेटिङ आएको पनि होइन। हाम्रो यता एउटा त उता झाडतिर हेर न, टक्क लाएर डेटिङ आउने रहेछ नि। यो चाहिँ रुखहरू भए, यतातिर चाहिँ ऊ पनि फल्ने रहेछ गाइज, त्यो के भन्छ कोकोनट, नारियलका रुखहरू हुने रहेछ होइन। अनि यो चाहिँ बस्ने ठाउँ भयो। टक्क लाएर तपाईँहरूले यसरी बसेर उठेर सुतेर जे पनि गर्न पाइँदो रहेछ यहाँ। अनि मैले चाहिँ यहाँ यता डेटिङ सेटिङ अति नै हुँदो रहेछ क्या गाइज, डेटिङ हुँदो रहेछ। टक्क लाएर यता चाहिँ खेल्ने चिज पनि रहेछ होइन, मैले चाहिँ देखेँ। अब म खेलौँ भने मलाई आउँदैन, यस्तरी खेल्दा रहेछन् मान्छेहरू टक्क लाएर। के हो र आवाज ननिकल, खेल न खै त खेल न पाके भयो गाई चाहिँ कसरी खेल्छ नि थाहा छैन। ल खेल त, यसलाई थाहा होला, छिटो खेल्न आफूलाई आउँदैन। टक्क लाएर यतातिर चाहिँ खेल्न आइदो रहेछ गाइज। म ट्राई हान्छु, लौ देखाउन यो कसरी खेल्छ नि, यसरी होला यो आफै हुने रहेछ कि यस्तो टक्क लाएर। त्यो चाहिँ जिम रहेछ क्या। एकछिन म माइक यहाँ टक्क यहाँ माइक ल्याएर खै यो बेस्ट हुन्छ नि गाइज, खै उत्रेन योवाला बेस्ट हुन्छ। आफ्नो एक्सर्साइज आफै गर होइन, टक्क लाएर आफ्नो वेटलाई आफै उठाउ के, अनि तपाईँको बडी सोल्स यो चाहिँ पावरफुल बनिन्छ टक्क लाएर। यो अरू देखाउन मलाई, अरू के छ यहाँ, अरू केही छैन गाइज। अरू घुम्ने जस्तो यहाँ केही पनि देखिनँ मैले चाहिँ। यो छ एउटा यस्तरी खेल्ने रहेछ लगाइज। अब चाहिँ हामीले यताबाट निस्किनु पर्ने हुन्छ टक्क लाएर होइन। अब चाहिँ हामीले अर्को गार्डनमा यहाँभन्दा बेस्ट ठाउँ छ क्या, अनि त्यो गार्डनलाई चाहिँ एक्सप्लोर गर्न अब हामी जान्छौँ डाइरेक्ट। अब अर्को गार्डनमा मिलौँ। यो चाहिँ गाइज अर्को गार्डन हो, हामी अर्को गार्डनमा आइसकेका छौँ। र यहाँ पछाडिपट्टि चाहिँ हेर्न सक्नुहुन्छ ठुलो ठुलो महलहरू, बिल्डिङ पनि भन्न सक्नुहुन्छ। अनि टक्क लाएर यो चाहिँ गार्डनतिर हामी घुम्न आएका थियौँ। त्यो गार्डनभन्दा हल्का राम्रो रहेछ, उतातिर चाहिँ हल्का डेटिङ सेटिङको गार्डन रहेछ। अनि यतातिरको गार्डनमा चाहिँ
टक्क लाएर मान्छेहरू होइन खेल्न कुद्न होइन फ्यामिली गार्डन भनौँ न त्यस्तो रहेछ। उतातिर चाहिँ कपाल गार्डन रहेछ कि हामी गएको हामी गलत ठाउँमा गइदिएर रहेछौँ। अहिले चाहिँ हामी सही ठाउँमा आएर भिडियो सुट गर्दैछौँ। हल्का कन्फिडेन्स लेभल चाहिँ आइरहेन किनभने यताउता मान्छेहरू छन् होइन। र पछाडितिर हेर्न सक्नुहुन्छ ठुला ठुला महलहरू, त्यसै गरी यतातिर फ्यामिलीहरू छन्। देखाइदेऊ न उठेर, उठेर देखाउन मान्छेहरूलाई। हेर्न सक्नुहुन्छ गाइस टक्क लाएर। अनि फुलहरू चाहिँ टन्नै रहेछन् क्या गाइस यो गार्डनमा चाहिँ होइन, टक्क लाएर हेर्न सक्नुहुन्छ। यतातिर नै अगाडितिर फुल छन् क्या, अहिले देखाउँछु म। यतातिर चाहिँ बवाल फुलहरू छन् कि फ्यामिलीका लागि, मतलब फ्यामिलीहरू साँझतिर होइन इभिनिङ वकका लागि चाहिँ यतातिर आउँदा रहेछन्, बस्दा रहेछन्, रमाइला कुराहरू गर्दा रहेछन् हामीले बुझेअनुसार अथवा मैले बुझेअनुसार। अनि अहिले चाहिँ अगाडितिर माइक खस्यो यार, अगाडितिर चाहिँ अहिले म देखाउँछु के कसो छ माहौल। हल्का कन्फिडेन्स लेभल चाहिँ आउँदैन क्या गाइस भिडियो बनाउन, खै किन हो किन यार। मेरो कन्फिडेन्स गार्डनतिर पनि प्रवेश गऱ्यौँ। यतातिर चाहिँ फुलहरू रहेछन् क्या प्रायः यसरी होइन, कटिङ सटिङ गरेर दामी बनाएर रहेछ क्या। यतातिरको पनि गार्डन चाहिँ दामी नै रहेछ। अनि यतातिर फुलहरू छन् क्या बढी प्राय लगभग फुलहरू मात्रै रहेछन्, अरू त्यस्तो खास चाहिँ मैले केही देखिनँ गाइस। सबभन्दा खास चाहिँ मलाई हामी फर्स्टमा गएको थियौँ नि जुन गार्डनमा, त्यो गार्डन नै मलाई बेस्ट लाग्यो किनभने त्यहाँ समझ्दै हो न, त्यहाँ त्यही थियो। र यो गार्डन चाहिँ त्यति खास चाहिँ लागेन मलाई। त्यहाँ उताको गार्डन पनि ठिकै थियो, त्यति राम्रो पनि थिएन। यता पनि हामीले उतातिर यसो कपाल सपल देखिहाल्यौँ। अब हामीले यहाँबाट निस्किनु पर्छ जस्तो लाग्यो मलाई होइन। मान्छेहरू चाहिँ यतातिर माइन्ड फ्रेस गर्ने मुडमा चाहिँ आउँदो रहेछन्, मैले बुझिसकेँ कि गाइस। यताको माहौल सबै बुझिसकेँ मैले होइन। दिनभरि काम गरेर थाकिएका मानिसहरू यहाँ चाहिँ आफ्नो थाक बिसाउने गरी आउँदो रहेछन्। बिल्डिङ त बवाल छन् कि गाइस, यतातिर बिल्डिङ मात्रै हेर्न मजा आउँछ मलाई त। यत्रो बिल्डिङ छ यार, कम हो गाइस। यतातिर चाहिँ कपालहरू रहेछन् गाइस। अब भिडियो बनाउन त्यति उचित मलाई लागेन होइन। कपालहरूको ठाउँमा आएर हामीले भिडियो अथवा ब्लग सुट गर्न चाहिँ गलत नै हो जस्तो लाग्यो मलाई। त्यही भएर एक राउन्ड हानेर हामी पनि अब निस्किदिने हो गाइस। यतातिर पनि आम्मामा काठमाडौँमा बागमतीको ढिकमा हुन्छ नि गाइस मान्छेहरू, त्यस्तरी यता पनि बस्दो रहेछन् त यार। यता पानीको गटर रहेछ, पानी हुँदा नि यस्तो गटर रहेछ। यहाँ बागमतीको छालमा बस्या हुन्छ नि मान्छेहरू काठमाडौँमा, त्यस्तै रहेछ। डुब्की हान्ने हो, हान केटा दुईजना ट्याम्मा त्यहाँ धल मजाक गाइस, जस्ट किडिङ। अनि अरू चाहिँ केही नै गाइस, यतातिर टक्क लाएर फुल मात्रै हुँदो रहेछ कि अरू त्यति खास चाहिँ मैले केही देखि जस्तो हुने कि फेरि यस्तो टक्क लाएर फुलहरू यति मस्त फुल फुलेको छ त गाइस यार। वाउ पिसफुल छ त यार, स्प्रिङ सिजन त यता लाग्यो त टक्क लाएर। अब चाहिँ गाइस हामीले हिँडिदिनु पर्ने हुन्छ यताबाट होइन। यो लेभलको होइन विकास देख्दाखेरि गाइस भित्रबाट डाहा लागेर आउँछ यार, आफ्नो देश कहिले विकास हुन्छ भन्ने टाइपमा के। हेर्नुहोस् न गाइस यार, यत्रो बिल्डिङ ठडिसक्यो, माथि ट्रेन चलिसक्यो, हाम्रो भने तल ट्रेन चल्ने अझै 2 दशक 3 दशक लाग्ने जस्तो छ होइन। त्यही हो गाइस, चाँडै विकास होस् हाम्रो देश पनि, हामीले पनि आफ्नै देशमा होइन सबै सेवा सुविधाहरू उपलब्ध गर्न पाऊँ, यही भन्न चाहन्छु यार। त्यही हो। टक्क लगाएर खेल्ने चिज पनि रहेछ क्या, टक्क लगाएर हामी यहाँ त छिर्न सक्दैनौँ। कहाँबाट डाइभ छ भन्नु होला। यो त मलाई त यहाँ देखेँ गाइस मैले एउटा चिज यार, यहाँ चाहिँ हाम्रो गाउँमा त्यो हुन्छ नि सानो होइन कामसाम नपाएर केटाहरू यस्तरी आएर बसिदिन्छन् नि गाइस, त्यस्तै फिल भइरहेको छ यार। यहाँ यो रहेछ बस्ने हुन्छ नि, यो चौतारो भन्छ नि हाम्रो गाउँतिर। टक्क लगाएर मात्रै यो झाडले मतलब अक्सिजन पास भइरहेछ यहाँबाट पुरा मुम्बईलाई नै। अब रुखसुख छैन नि त मुम्बईतिर त्यति साह्रो होइन। अब यस्तो ठाउँबाट अक्सिजन पास हुन्छ क्या, अक्सिजन पिसफुल छ क्या ठाउँ त गाइस। यता बागमतीको ढिक जस्तै नदी छ एउटा, अनि त्यहाँ बागमतीको ढिकमै मान्छे बसेका छन् पाल्छा लादेर पछाडिपट्टि। अनि यो चाहिँ भयो हाम्रो गाउँमा होइन, केटाहरूले लक्खा जवानहरूले काम नपाएर बसिरहेको हुन्छन् नि गाइस उत्तिकै बेफाल्टुमा, त्यस्तो यो बनाएको। तर यहाँ काम नपाएर चाहिँ बस्दैन नि फेरि, यहाँ चाहिँ टक्क लाएर आफ्नो हात नै दुखिहाल्छ गाइस यार। क्यामेरालाई यस्तो छोप्दा टक्क लाएर चिसो हावा आउँछ कि गाइस। अनि यहाँ यो खेल्ने चिज छ, कसरी खेल्छन् भने चाहिँ यो बच्चाले खेलिरहेछ अथवा यो बच्चाले खेलिरहेछ, यस्तरी खेल्दा रहेछन्। अनि यहाँ चाहिँ पुरै उसका कोकोनटका ट्रिजहरू के प्लास्टिक कोकोनट ट्री हुने रहेछ क्या मुम्बईमा। लगाइ चाहिँ अब हामी यहाँबाट निस्किन्छौँ, अगाडि के हुन्छ बाटोमा कस्तो हुन्छ त्यो फेरि देखाउने प्रयास गर्नेछु। र अहिलेलाई बाई।
हामी यसरी बाटोमा हिँड्दै थियौँ कि यहाँ हामीले टक्क लाएर फुलहरू देख्यौँ क्या गाइस, यति राम्रो फुलेको छ, हेर्न सक्नुहुन्छ। आमा बवाल छ क्या यस्तो मुम्बईमा। आजको लागि चाहिँ भिडियो यति नै हुन्छ होला सायद होइन, किनभने आज चाहिँ हल्का घुम्यो, गार्डन सार्डनमा गयो, भ्लग स्लग बनायो। आजको भ्लगलाई चाहिँ गाइस अलिकति पनि राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गर्नु भने नबिर्सनु होला, एउटा मिठो कमेन्ट मोटिभेसन टाइपको गर्नु भने नबिर्सनु। अहिले चाहिँ गाइस म खाना बनाइँदैछु टक्क लाएर, यो तरकारी बनाएर। अब यो भिडियोलाई चाहिँ म यतितिर इन्ड गर्न चाहन्छु। हस् त गाइस, अर्को नेक्स्ट भ्लगको लागि वेट गर्नु होला। आजलाई यति नै, बाइ।